शिक्षाले गर्दा हामीले संसार देख्न सक्छौँ। सभाध्यक्ष महोदय, शिक्षा हाम्रो जीवनको तेस्रो आँखा हो। सभाध्यक्ष महोदय, शिक्षाले हामीले संसार देखेर संसारका सबै कुरा थाहा पाउन सक्छौँ। त्यसैले सभाध्यक्ष महोदय, मानिसमा रहेको सम्पूर्णताको पहिचान नै शिक्षा हो। राष्ट्र शिक्षित जनशक्ति राष्ट्रका दरिया खम्बा परिवर्तन र विकासका मूल संवाहक हुन्। सभाध्यक्ष महोदय, शिक्षा बिना संसार अन्धकार छ। एउटा अङ्ग्रेजीबाट भनाइ छ नि, एजुकेसन इज अ फाउन्डेसन फर अ बेटर फ्युचर। यदि शिक्षा नहुने हो भने हामी सबैजनाले केही पनि जान्दै थिएनौँ। शिक्षाले गर्दाखेरि सम्पूर्ण वैज्ञानिकहरूले विभिन्न आविष्कार गर्न सकेका छन्। सभाध्यक्ष महोदय, देशको परिवर्तन गर्नलाई शिक्षा धेरै जरुरी छ। सभाध्यक्ष महोदय, त्यसकारण यदि हामी सबैले लाग्नुपर्छ शिक्षामा भन्दै सबै अभिभावक विद्यार्थी विव्यास सबै सरकारवालाहरूले आफ्नो भूमिका महत्त्वपूर्ण रूपमा निर्वाह गर्नुपर्छ। सरकारले कम्तीमा पनि शिक्षामा वृद्धि गर्नलाई 30% बजेट लगानी गर्नुपर्छ। सरकारवालाहरूले विद्यालयमा कस्तो अवस्था छ भनेर महत्त्वपूर्ण जानकारीहरू लिइराख्नुपर्छ र विद्यालयमा भएका गलत कामहरूलाई औँल्याएर विद्यालय व्यवस्थापन समिति अथवा विद्यालयका प्रशिक्षकहरूलाई बताउनुपर्छ। सभाध्यक्ष महोदय, शिक्षा बिना हाम्रो संसार अन्धकार छ। शिक्षाले गर्दाखेरि हामी सबै मानिसहरू अहिले यो प्रविधिसम्म आएका थियौँ। पहिलाको प्राचीन काललाई ढुङ्गे युगका रूपमा लिइन्थ्यो भने त्यतिखेर पनि मानिसहरूले बुद्धि र विवेकको प्रयोग गरी आफू सुरक्षित रहन चाहन्थे र सबै मानिसहरू त्यस्तै ढुङ्गे युग हुँदै यहाँ अहिलेको युगसम्म आएका छन्। सभाध्यक्ष महोदय, त्यसैले गर्दाखेरि शिक्षा धेरै नै जरुरी छ। शिक्षा परिवर्तन गर्नका लागि विद्यालयले नि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ र विद्यार्थीले पब्जी, फ्री फायर, टिकटक जस्ता खेलहरू खेल्नु हुँदैन। त्यस्ता गलत खेलहरू खेलेमा यदि विद्यार्थीहरू बिग्रदै जान्छन् र अभिभावकहरूले पनि विद्यार्थीलाई घरमा पढ्नका लागि साथ दिनुपर्छ। कराएर डराएर धम्कीले विद्यार्थीहरूलाई पढाउने होइन, मायाले स्नेहले पढाउनुपर्छ। सभाध्यक्ष महोदय, त्यसैले गर्दाखेरि शिक्षामा यदि माया प्रेमले पढाउने हो भने शिक्षामा विकास हुन सक्छ। सभाध्यक्ष महोदय, शिक्षा भनेको हाम्रो जीवनलाई माथिसम्म पुर्याउने एक उदाहरणीय कुरा हो। शिक्षाले गर्दाखेरि हामी अहिले यहाँ योगसम्म आएका छौँ भने वैज्ञानिकहरूले यदि सुरुमा पनि वैज्ञानिकहरूले नै शिक्षाको उपलब्धि गराएका थिए। सभाध्यक्ष महोदय, यदि शिक्षाको नेपालमा गुणस्तरीय शिक्षा भएको भएदेखि प्रेम आचार्य जस्ता मानिसहरूले दिनदिनै आत्महत्या गर्नु पर्दैन थियो। सभाध्यक्ष महोदय, र अहिले यो आज मिति 2020 सालमा शिक्षाको अनिवार्य र निःशुल्क तोकिएको थियो। 20 सालको माघ 13 गते तोकिएको थियो भने आज शिक्षाको शिक्षा निःशुल्क र अनिवार्य तोकिएको 59औं दिवस अथवा वर्ष भइसक्यो। खोइ त नेपालमा अझै गुणस्तरीय शिक्षा भएको। म अन्त्यमा के भन्न चाहन्छु भने शिक्षालाई परिवर्तन गर्नलाई सरकारवालाहरूले महत्त्वपूर्ण भूमिका निर्वाहनुपर्छ। कागजी प्रक्रियामा मात्र झारो टार्ने प्रक्रिया गर्नु हुँदैन। सभाध्यक्ष महोदय, त्यसैले सबैजनाले एउटा भनाइ छ नि, एक थुकी सुकी 100 थुकी नदी भने चाहिँ सबैजना मिलेर आफ्नो भूमिका निर्वाह गरेर शैक्षिक सुधारमा लाग्नुपर्छ। म आफ्नो भनाइ यति भनाइ भन्दै म यति टुङ्ग्याउँदै म यहाँबाट धन्यवाद।